यो 6वटा तरिका हजुरहरूले अपनाउनु भयो भने तपाईँ आफ्नो कमाएको पैसा एकदम धेरै सेभिङ गर्न सक्नुहुन्छ। हेलो एन्ड नमस्ते एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। मैले चाहिँ आज भिक्टोरिया डिभाइनको सिज अन द मनी भन्ने किताब पढिरहेको थिएँ। सो यो किताब पढ्दै गर्दा मैले एउटा एकदम इन्ट्रेस्टिङ कुरा भेटाएँ, सो तपाईँहरूसँग सेयर गर्न मन लाग्यो। यसमा के भनेको छ भने चाहिँ कमाउन त सबैले पैसा कमाउँछ, नकमाउ होइन, तर धनी त्यो मान्छे मात्रै बन्छ जसले धेरै बचाउँछ। र त्यो पैसा बचाउनको लागि चाहिँ यो 6 कुरामा हामीले ध्यान दिनुभयो भने हामीले आफ्नो कमाएको पैसा बढीभन्दा बढी सेभिङ गर्न सक्छ। त्यो कुरा के भने हामीसँग यदि 6 टाइपको अकाउन्ट छ भने चाहिँ ब्याङ्क अकाउन्ट छ या जस्तो सुकै पनि अकाउन्ट, चाहे वालेट होस् चाहे जे होस्, हामीले 6 तरिकाको 6 लेभलको अकाउन्ट चाहिँ हामीसँग छ भने चाहिँ हामीले आफ्नो प्लानहरू एक्जिक्युट गर्न एकदम सजिलो हुन्छ र हामीले फ्युचरमा एकदम वेल मेन्टेन तरिकाले अगाडि बढ्न सक्छौँ। त्यसमा फर्स्टमा रहेको छ क्यास हब भनेको छ। यो अकाउन्ट चाहिँ तपाईँको कस्तो हुन्छ भनेपछि हजुरहरूले यसमा चाहिँ तपाईँको आएको पे जुन अकाउन्टमा तपाईँको स्यालेरी आउँछ। अनि अर्को अकाउन्ट चाहिँ के छ भने चाहिँ पर्सनल स्पेन्डिङ अकाउन्ट। यसमा चाहिँ तपाईँको डेली चिया नास्ता हुँदा खर्च हुने, ट्राभल कस्ट हुने, यो कुराहरू चाहिँ यो अकाउन्टमा राख्न भनेको छ। अनि थर्ड अकाउन्ट भनेको छ इमर्जेन्सी फन्ड, जुन चाहिँ तपाईँलाई त्यो अमाउन्ट मात्रै होस् जति बेला त हजुरलाई चाहिँ इमर्जेन्सी पर्छ, एकदम इमर्जेन्सी पर्छ, त्यति बेला चाहिँ हजुरले त्यो अकाउन्टबाट चाहिँ त्यो पैसा चलाउन सक्नुहुन्छ। र यसमा अर्को अकाउन्ट भनेको छ सर्ट टर्म सेभिङ। यो भनेको चाहिँ के भनेको छ भने चाहिँ जस्तो हजुरलाई अब घडी किन्न मन लाग्यो, जुत्ता किन्न मन लाग्यो, इभन गाडी किन्न मन लाग्यो, अनि बाइक किन्न मन लाग्यो भने चाहिँ यो अकाउन्टमा त्यस्तो सेभिङ्स राख्नुहोस् जो हजुरलाई चाहिँ सर्ट टर्ममा चाहिँ किन्न मन लागेको छ। अनि एउटा अर्को यसमा भनेको छ मिडियम टु लङ टर्म सेभिङ। यो भनेको चाहिँ हजुरलाई अब चाहिँ गाडी भयो, घरहरू भयो, यस्तो कुरा किन्नलाई चाहिँ त्यो अकाउन्टमा चाहिँ पर्टिकुलर अमाउन्ट अफ मनी राख्नुहोस् जसले चाहिँ हजुरहरूलाई चाहिँ हजुरको सर्ट टर्म र मिडियम टर्मको आफ्नो ड्रिमहरू चाहिँ पुरा गर्न सजिलो होस्। अनि अर्को लास्टमा छ 6th अकाउन्ट छ नट एन इमर्जेन्सी बट स्टिल फिल्स लाइक इमर्जेन्सी। यो भनेको हजुरको बचत जस्तै हुन्छ, तर कतै बेला हजुरको कुनै पनि फन्डबाट हजुरको इमर्जेन्सी फन्डमा पैसा छैन रहेछ भनेपछि पनि यो चाहिँ त्यसपछिको बााउन्ड्री सेभिङको लागि चाहिँ यो अकाउन्टले हजुरलाई हेल्प गर्न सक्छ। सो हजुरहरूलाई चाहिँ यो माथिको 6वटा कुराहरू फलो गर्दै गरेर आफ्नो क्यास फ्लोलाई मेन्टेन गर्नुभयो भने तपाईँले चाहिँ आफ्नो लाइफ स्मुथली स्पेन्ड गर्न सक्नुहुन्छ। धन्यवाद।